Check this out. Okay. I look good. Okay. On the street and I got my swag on. Okay. Get the money, gotta get my bag on. Okay. Triple back. दाइकोमा भ्युज गयो भने फेरि हुन्छ कि मुनि राखौँ कि अब यता राखौँ कि के छ थाहा बोलेको जोइस भाइ ल अब हामी चाहिँ सेट गर्न गइरहेछौँ बाइकलाई होइन अब यो बाइक बेच्ने बेला नि भइसकेको छ मसँग जे सामानहरू छ यसको सबै थोक सब दिन्छु यो चाहिँ परवेश भाइ हो है हामीले चाहिँ अब हाम्रो अर्को भाइ भर नछ जाडोमा हेलो गाइज इट्स मी काकु वेलकम टु माई ब्लग है ल यता हेर्नुहोस् है अहिले चाहिँ फिट गर्दै हुनुहुन्छ होइन अब कहाँ राख्ने भन्ने कुरो चाहिँ हामीलाई अलिक थाहा भएन हेर्नुहोस् है अब यहाँ चाहिँ होइन टक्क कस्तो भन्यो अब हामीले चाहिँ अब बाइकमा गोब्रो के हामीले होइन तर म बाइकमा गोब्रो खासै थाहा छैन यो बारेमा ज्ञान छैन किनभने म चाहिँ क्रस फायरतिर अब के भन्छु त्यसलाई क्रस फायरतिर होइन अब यो चाहिँ अब एम भनेको सुपर बाइकलाई यसो हात लगाउने हो होइन यति पनि ठिकै छ बाइक त यो पनि ठिक छ अहिलेको लागि दामी नै हो बाइक यो के बोले भाइ अब के बोले एमतिर नजाऊ अब अहिले भने जस्तै अहिले चाहिँ रातिको 3:30 बजी है अब राति सुनसान अथवा डिस्टर्ब भइरहेको के गर्ने राति अब बेला 4 बजी मुस्ताङ निस्किने गाइजहरू मेरो बाइक यो एक्सप्रेस पनि लानु लागेको छ हामीले मेरो बाइक चाहिँ यहाँ छ गाइज भाइ मेरो बाइक हो यो भरि बोल्छु साइकल उता चाहिँ अब त्यो के अरे होन्डा एभेन्जर त्यहाँ उता लागि के अरे होन्डा एभेन्जर त्यहाँ उता लागि त्यो टक्क छाप्रो के भतिजले उसको चाहिँ है बाबु फुल मोडिफाई छ मेरो बाइक फेरि जे होस् भोलि यस्तो मुस्ताङ गइदिउँ साथीहरूसँग रमाइलो गरिदिउँ होइन एउटा क्लिप तपाईँहरूको लागि राखिदिउँ कि भनेर तपाईँहरू के भन्नु भ्लग अर्को दिन आउँछ सबले गरेर सब्सक्राइब गरिदिनु अब बिस्तारै काकु भन्ने च्यानलले आउँछ हौस आयो भाइले हेर्नुहोस् गाइज हाम्रो यहाँको राइडर चाहिँ उहाँ हुनुहुन्छ उहाँको नाम चाहिँ के हुनुहुन्छ थाहा छैन कसले भन्छ नि यहाँ टाँसेर मिल्दैन भनेपछि त्यसलाई ऐनामा हालेर त अनि कामै भएन त्यो त है होइन राम्रै देखिन्छ नि टक्क साइड लुक्स कप्सले फेरि भाइ यहाँ त भनेर फेरि चिया पार्ला नि त त्यो यहीँ यसरी हालिदिनु पर्यो है यहाँ हाल्नु मलाई चाहिँ यहाँ हाल्न मन थियो क्या खासमा यहाँ हालेर मलाई यसरी राख्न मन थियो क्या तर ह्यान्डलले ठिक नै रहेछ क्या सबले भन्न पर्छ कहाँ हाल्न पर्यो अच्छा यहाँनिर मोबाइल अड्नु पऱ्यो अनि फेरि यहाँ टाँसेर चाहिँ मोबाइल फेरि कसरी हटाउनु सिधा हुनु पऱ्यो सिधा यस्तो ठेकिहाल्छ मोबाइल त यस्तो राख्नु पर्यो यो सब हालिसकेपछि भोलि भिडियो आउँछ फुल भिडियो टक्क गोप्रो सोप्रो क्यामेरा अगाडि होइन अहिले क्यामेरा फिट गर्नुपर्छ त्यसपछि औ भतिज म जान्छु अब यहाँ एउटा भिडियो भतिज आऊ है म जान्छु थापै हाफ कट ननिकाल है यहाँ कट ननिकाल नहीं मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़ा क्या ये क्या बक रहे हो मादरचोद हेर्ने हो क्या डाइरेक्ट खेलाडी होला नि फेरि तपाईँलाई अहिले कसरी फिल भयो यस्तो हुन्छ यसरी ह्यान्डल यसो गर्नु न त यो नट निकालेर त्यसले टाइट भएछ अनि त्यहाँ टक्क राख्दैछु ल बाबा उयो हुँदैन यसो गर्नु पऱ्यो यसको फोटो चाहिँ इन्जिनियरिङ हान्नु पऱ्यो कि अब टक्क पूरा देश नर की खाई में झोंका जा रहा है और ये साला पूछता है किरिश का सुनने का गाना अरे यसरी अब
तर यो त यता पो देख्छ त हो भाइ यो तिमीले नि छाडकाट ल्याएन यो भाइले छाड यता पो जान्छ त क्यामेरा जान्छ यो घुम्दैन र नि घुम्दैन यो ठाउँ मात्रै हो यो यसरी घुम्छ होइन भित्रको त दाइ यो त घुम्छ अरे त्यो भित्रको पेज छ त अलिअलि एक दुईटा त्यो छड्के काको Come up to me to tell you I'm sorry. You don't know how lovely you are. सबैले भ्लग हेर्ने मान्छेहरूलाई भोट चाहिँ घन्टीमै हाल्नु होला घन्टी हल्लाउनु भन्नु घन्टीलाई पनि